आफू खेलाका आउट गर्दै तिरङले एक अङ्क प्राप्त गरी 4 पुर्याएका छन् भने फलिदे 3। यो सर्वननी गाउँपालिका वडा नम्बर 6 द्वारा 6 को युवा क्लबद्वारा आयोजित भलिबल गेम हो र यो दोस्रो सेट हो। यो दोस्रो सेटमा पहिलो सेट चाहिँ फलिदेले प्राप्त गरिसकेको छ, आफ्नो सेभ गरिसकेको छ भने यो चाहिँ दोस्रो सेट हो। यो फाइनल खसी कपमा यो चाहिँ फाइनल चरणमा पुगेको अवस्था छ। हेरौँ यो फाइनल जान्छ जाँदैन, हेरौँ। चान्स बल प्राप्त गरेको छ, यो चान्स बल सदुपयोग गर्छ गर्दैन, हेरौँ। चान्स बल सदुपयोग गरिसकेको अवस्था छ। फलिदेबाट सर्भिस बल आउट गएको देख्न सक्छौँ हामी। उल्टी होइन यस्तो सोध्दै हुन्छ र आँटा हैनरमा अन्त रमाइलोको लागि खेलौँ भनेर चान्स बल प्राप्त गरेको छ फलिदेले, तर सदुपयोग गर्न सकेन। हेरौँ यसको तिरामलाई प्राप्त भएको छ। मानवी गाउँपालिकाका खेलाडी भाइहरू तिरामबाट जर्सी नम्बर 5 बाट सर्भिस हुँदैछ। टच भए सँगसँगै स्कोर फलिदेलाई प्राप्त भएको छ। गुड प्लेस सँगसँगै स्कोर प्राप्त तिरामलाई। कम्पिटिसन छ यो म्याच, कसले आफ्नो कोल्टरमा पार्छ हेरौँ। अत्यन्त मिठो सट प्रहार गर्दै सुभाष कार्तिकको प्रभावकारी स्पाइकबाट स्कोर थपिएको अवस्था छ। विराज बुढाबाट सर्भिस, हेरौँ। चान्स बल प्राप्त गरेको छ तिरामले, हेरौँ। र चान्स बलको सदुपयोग गरिसकेको छ तिरामले। कम्पिटिसनको अवस्था छ। बल आउट सँगसँगै स्कोर पुनः तिरामलाई प्राप्त भएको छ। तिराम भर्सेस फलिदेको बीचमा यो फाइनल खसी कप फाइनल चरणमा पुगेको छ। स्कोर 8 इक्वल भइसकेको अवस्था छ। हेरौँ गुड प्लेस सँगसँगै स्कोर पुनः प्राप्त गरेको छ। नम्बर स्कोर इज कन्टिन्यू, स्कोर कन्टिन्यू। सर्भिस जर्सी नम्बर 7 तिरामबाट। स्कोर प्राप्त फलिदेलाई। लास्टमा बुढाबाट सर्भिस, हेरौँ यो स्कोर आउँछ आउँदैन। बल अवै भएको देख्न सक्छौँ हामी। फलस्वरूप स्कोर तिरामलाई प्राप्त भएको छ। अत्यन्त मिठो सट प्रहार गर्दै लेफ्टी उमेश जर्सी नम्बर 10 बाट गुड सट प्रहार गर्दै स्कोर थपिएको छ। स्कोर इक्वल देख्न सक्छौँ हामी। दुर्भाग्य भन्नुपर्छ यो स्कोर तिरामको लागि।
भने लकी नम्बर भन्नुपर्छ हलिडेका खेलाडी भाइहरूलाई। बल आउट गएको देख्न सक्छौँ र अब करिब करिब जर्सी नम्बर 5 सुभाष कार्ती मगरको दमदार प्रस्तुति देखिराखेको स्थिति छ भने सर्भिस कन्टिन्यू उमेशबाट देखिरहेको अवस्था छ। बल पट्टि देखिसकेको स्थिति छ। दुई भाइ सँगसँगै स्कोर फलिदेलाई प्राप्त। सर्भिस कन्टिन्यू। नम्बर कन्टिन्यू छ फलिदेको। नेक्स्ट टाइम कन्टिन्यू स्कोर देखिराखेको छ। सर्भिस बल उमेशबाट कन्टिन्यू नै छ। गुड प्लेस थियो तर उठिसकेको स्थिति छ। अत्यन्त मिठो सट प्रहार भइरहेको छ। प्लेस उठिसकेको स्थिति छ। राम्रो ब्लक भइसकेको स्थिति छ। जर्सी 8 तिरामा सर्भिस हेरौँ। गुड स्ट्राइक भन्नुपर्छ जर्सी नम्बर 5 सुभाष कार्तीको। जर्सी नम्बर 1 विशाल रोकाबाट सर्भिस भएको थियो हेरौँ। अत्यन्त मिठो सट प्रहार भएको छ जर्सी नम्बर 5 चिरामबाट हेरौँ। बल उठ्न सकेन। गुड प्लेस सँगसँगै स्कोर चिरामलाई प्राप्त भएको छ। गुड प्लेस सँगसँगै स्कोर पुनः फलिदेलाई प्राप्त भएको छ। 4 पोइन्टले लिड गरेको अवस्था छ। फलिदेले यतिखेर प्लेस बल उठिसकेको छ। चेकआउट भाइ सँगसँगै पुनः तिरामलाई प्राप्त भएको छ स्कोर। जर्सी नम्बर 5 बाट सर्भिस हुँदैछ। हेरौँ बल आकाश रहेछ। बल उठिसकेको स्थिति छ। कन्फ्युज भएको देख्न सक्छौँ हामी। कन्फ्युज भए सँगसँगै स्कोर पुनः तिरामलाई प्राप्त। टाइम आउट सेकेन्ड चान्स टाइम आउट लिएको देख्न सक्छौँ हामी। हेरौँ लामो सङ्घर्ष पश्चात फलिदेले स्कोर प्राप्त गरेको छ र सुभाष कार्तीबाट सर्भिस। स्कोर फलिदेलाई
चान्स बल प्राप्त गरेको छ तर सदुपयोग गर्छ गर्दैन हेरौँ पुनः सर्भिस कन्टिन्यू ब्लकआउटसँगै पुनः स्कोर प्राप्त भइसकेको छ 21 पुर्याएका छन् भने किरण टेङ्ग्रामा 6 पोइन्टले लिड गरेको अवस्था छ फालिदेले अत्यन्त मिठो एक अङ्क प्राप्त गरी 16 गराएका छन् भने रोयल फालिदे 21 सर्भिस थोरै मिहिनेत गर्ने देखिन्छ उमेशबाट स्कोर थपिएको छ फालिदेलाई सकेका छन् भने तिरान सुरा सर्भिस चेकआउट सँगसँगै स्कोर तिरामलाई प्राप्त भइसकेको स्थिति छ 17 पुर्याएका छन् भने रोयल फालिदे 5 पोइन्ट ओभर देख्न सक्छौँ हामी फालिदेको निरन्तर दबाव दिइराखेको छ अति मिठो प्लेस भइदिएको छ 4 पोइन्टले लिड छ पछ्याइराखेको अवस्था देख्न सक्छौँ नम्बर कन्टिन्यू लगिराखेको अवस्था छ तिरामले र अगाडि बढ्ने प्रयासमै देखिन्छ हामी अत्यन्त मिठो शट प्रहार भएको थियो र उठिसकेको स्थिति छ स्कोर प्राप्त गरेको छ तिरानका धेरै मेहनत गर्न देखिन्छ रोयल फालिदेदेखि सर्भिस राइट हुने पुग्यो त्यसको फाइदा रोयल फालिदेलाई रोयल फालिदे 24 गराएका छन् भने तिरान 19 अन्तिम अवस्थामा पुर्याइसकेको छ फालिदेले तिरानले एक अङ्क प्राप्त गरी 20 पुर्याएका छन् भने रोयल फालिदे 24 भएको छ जर्सी नम्बर 8 बाट सर्भिस हुँदैछ बाहिरिनु पुग्यो त्यसको फाइदा तिरानलाई तिरान 21 फालिदे लास्ट 21-24 सर्भिस गर्दै 2 सेटमा आफ्नो कोर्टमा पारिसकेको छ र यो खसी कप चाहिँ फालिदेले प्राप्त गरेको छ।